कतिपय नेताहरूले नेपाललाई सिङ्गापुर बनाउँछु भन्दै भाषण गरेको हामीले सुन्दै आएका छौँ। देशको समृद्धि प्रणालीले निर्धारण गर्छ कि नेतृत्वले? यो प्रश्न निकै पेचिलो छ। एसियाकै गरिब टापु राष्ट्रको सूचीमा पर्ने सिङ्गापुर कसरी छोटो समयमै समृद्ध राष्ट्रको रूपमा उदाउन सफल भयो? द इनसाइड रिसर्चको आजको श्रृङ्खलामा हामी यसै विषयमा केन्द्रित भएर विशेष चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हालको आधुनिक सिङ्गापुर आर्थिक, मानवीय विकास, सुशासन लगायत सबै प्रकारका सूचकहरूमा विश्वका उच्च 7 मुलुकभित्र पर्छ। समकालीन विश्वमा बनेका देशहरूको एउटा राम्रो दृष्टान्त सिङ्गापुरलाई पनि मान्ने गरिएको छ। सिङ्गापुरले यो उचाइको सफलता हासिल गर्नुका पछाडि सिङ्गापुरका प्रधानमन्त्री ली कुआन यूको महत्त्वपूर्ण भूमिका छ। उनले सन् 1959 देखि सन् 1990 सम्म करिब 30 वर्ष यो देशको नेतृत्व गरेका थिए। यस अवधिमा उनले एसियाकै गरिब राष्ट्रको रूपमा चिनिएको सिङ्गापुरलाई बलियो आर्थिक केन्द्रको रूपमा रूपान्तरण गर्न सफल भए। त्यसैले लीलाई सिङ्गापुरका नागरिकहरूले राष्ट्रपिताको रूपमा पनि सम्मान गर्दछन्। त्यसो त यो सफलताका लागि स्वयं ली कुआन यूसँग कुनै बनी बनाऊ बाटो वा मार्गचित्र भने थिएन। उनी राम्रो काम गर्दै अगाडि बढे र सफल भए। ली कुआन यूले ल्याएको परिवर्तनबाट यो सिद्ध हुन्छ कि कुनै पनि राष्ट्र निर्माणको बनी बनाऊ मोडेल हुँदैन। त्यो अरू कसैले सिकाउन सक्दैन। स्वयं त्यो देशका जनता वा नीति निर्माताले आफै पत्ता लगाउन सक्नुपर्छ। ली कुआन यूले कतै भनेका छन्, हामी कामबाटै सिक्थ्यौँ। हाम्रो सफलताको एउटा मात्रै सूत्र थियो, कसरी चिजहरूलाई बढी कामकाजी बनाउने भनेर। तिनीहरूलाई अझ राम्रो कसरी बनाउने भनेर हामी निरन्तर अध्ययन गर्थ्यौँ। उनी कहिले पनि कुनै सिद्धान्तको बन्दी बनेनन्। उनलाई कारण र यथार्थहरूले मात्र मार्गदर्शन गर्न सके, सिद्धान्तले होइन। कुनै पनि सिद्धान्त, योजना वा सोचले राम्रो काम गर्छ गर्दैन भन्ने एसिड टेस्ट अर्थात् द्रुत जाँच गर्ने गर्थे। यदि कुनै चिजले राम्रो काम गर्दैनथ्यो वा कमजोर परिणाम दिन्थ्यो भने त्यस्तो चिजमा उनी थप समय र स्रोतको खर्च गर्दैनथे। उनको यो प्रयोगबाट थप प्रश्न हुन्छ कि शास्त्रीय सिद्धान्तको जडता भन्दा बाहिर निस्केर व्यवहार, कार्यशैली र परिणामहरूको प्रयोजनशील सम्प्रेषण गर्नुपर्दछ, अनि मात्र देशको मुहार फेर्न सम्भव हुन्छ। ली कुआनको मोडेलमा दक्ष र स्वस्थ जनशक्ति आधुनिक राज्यका आधार स्तम्भ हुन्। यसका लागि शिक्षा र स्वास्थ्य सेवा समान गुणस्तरयुक्त र सहज प्राप्य हुनुपर्छ। उनले प्राथमिकतामा राखेको अर्को कुरा हो आवास। सहरको महँगो जमिन वा घरभाडाले मान्छेको जीवनलाई निकै असहज बनाउँछ। त्यसका लागि उनले व्यवस्थित अपार्टमेन्ट वा कोलोनीहरू बनाई त्यसलाई सस्तो किस्ताबन्दीमा उपलब्ध गराउन थाले। उनको बुझाइ थियो, शिक्षा, स्वास्थ्य र आवास सेवाले न्यूनतम गरिमामय जीवनलाई सुनिश्चित गर्दछ। त्यसपछि रोजगार, कार्यक्षेत्रको वातावरण र प्रोत्साहनमूलक ज्याला प्रणाली जरुरी हुन्छ। ली कुआन यूले हरेक नागरिकको ज्यालाको न्यूनतम रकम अर्थात् 5% रकम बुढेसकालका लागि सञ्चित हुने प्रणालीको विकास गरे, जुन रकम निवृत्त जीवनमा रिफन्ड हुन्थ्यो। यो कार्यका लागि सिङ्गापुरले हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड र केन्द्रीय सञ्चय कोषको अवधारणा लागू गर्यो। ली कुआन यू पेसाले वकिल थिए। बेलायतमा पढेर फर्किएपछि सिङ्गापुरमा उनले आफ्नो सार्वजनिक तथा पेसागत जीवनको सुरुवात नै पीडित मजदुरहरूको मुद्दा लडेर गरे। तर परम्परागत कम्युनिस्ट पृष्ठभूमिका ट्रेड युनियनहरू जसले बन्द, हडताल, तोडफोडलाई सर्वथा प्रयोग गर्दथे, त्यो फलदायी छैन भन्ने उनलाई छिट्टै अनुभूति भयो। उनले सृजनशील श्रम सङ्गठनहरू, ज्याला आयोग र व्यवस्थापनमा श्रमिक सङ्गठनको सहभागिता र सामाजिक सुरक्षा अवधारणाको प्रयोग गरे। यहाँनिर स्मरणीय कुरा के छ भने नेपालमा पनि युनियनहरूको भूमिका, सङ्गठनात्मक ढाँचा र चरित्र परिवर्तन निकै ठुलो एजेन्डा हो। नेपालमा शिक्षक, कर्मचारी, प्राध्यापक, सार्वजनिक संस्थानहरूमा दलीय ट्रेड युनियन किन र कसरी आवश्यक छ, कि किन खारेज नहुनु पर्ने, यसको कारण कसैले बताएको छैन। श्रम प्रधान उद्योग र पेसागत क्षेत्रहरूमा किन एकल ट्रेड युनियनहरू निर्माण नगर्ने? ट्रेड युनियनहरूले सामूहिक सौदाबाजी गर्नु स्वाभाविक हो, तर श्रमिक वर्गको क्षमता अभिवृद्धि गर्न त्यो रचनात्मक र सृजनशील हुनुपर्छ। ली कुआनले सुशासन र सदाचार स्थापनाका लागि पनि थुप्रै प्रयासहरू गरेका थिए। अवैतनिक र गैर पेशेवर राजनीतिज्ञहरूको समर्पित टिम निर्माण गर्ने कार्यलाई उनले यसको पूर्व शर्त मानेका छन्। पहिलो पटक सरकार गठनको शपथ ग्रहण गर्दा
ली क्वान यू लगायत मन्त्रीमण्डलका सबै सदस्यहरूले साधारण सेतो टी सर्ट लगाएका थिए। सेतोको अर्थ थियो सफा। सरकार सफा नहुन्जेलसम्म सिङ्गापुरको उन्नति सम्भव छैन भन्ने सन्देश दिन चाहन्थे उनी। निर्वाचन र सुशासन बीचको अन्तर्सम्बन्ध केलाउँदै ली क्वानले भनेका छन्, एक इमान्दार र स्वच्छ सरकारको पूर्व शर्त भनेकै उम्मेद्वारहरूले धेरै खर्च नगरेर चुनाव जित्ने वातावरण बनाउनु हो। यदि त्यस्तो हुन सकेन भने त्यसले भ्रष्टाचारको दुष्चक्र निर्माण गर्छ। भ्रष्टाचारको अर्को कारण उनले कर्मचारीहरूको तलब भत्ता कम हुनुलाई मानेका छन्। उनी भन्छन्, उच्च पदस्थ कर्मचारी र नेताहरूको तलब भत्ता उच्च नै हुनुपर्छ, तर त्यसबाहेक उनीहरूलाई कहीँ कतै पनि हात लगाउन वा छुन पनि दिनु हुँदैन। यी दुई मानकबाट हेर्ने हो भने नेपालको तस्बिर निकै निराशाजनक देखिन्छ। निर्वाचन खर्च नेपाली लोकतन्त्रको ठूलो समस्याको रूपमा देखा परेको छ। राज्यको पतनको एउटा मुख्य कारण यो पनि हो। ली क्वान भ्रष्टाचार विरोधी कार्यको कठोरता मन्त्री परिषदबाट सुरुवात हुने ठान्दथे। उनले आफ्नो मन्त्री परिषदका 3 जना मन्त्रीहरूलाई भ्रष्टाचारको आरोपमा बर्खास्त समेत गरिसकेका थिए। भनिन्छ त्यसमध्ये 1 जना त ली क्वान यूका असाध्यै मिल्ने साथी पनि थिए र बर्खास्तीपछि उनले आत्महत्या गर्न विवश भएका थिए। ली क्वान यू राज्य सञ्चालनमा सक्षम समूह कार्यको महत्त्वमा जोड दिन्थे। उनले कमजोर मान्छेहरू नियुक्त गरेर राम्रो कामको आशा कहिल्यै राखेनन्। उनले सधैँ त्यस्ता मान्छे नियुक्त गर्न चाहे जो सम्बन्धित कामका लागि सबैभन्दा उपयुक्त होस्। उनको विश्वास थियो कि असल सरकार हुन असल व्यक्तिहरूको समूह चाहिन्छ। कतिपय नेताहरूले नेपाललाई सिङ्गापुर बनाउँछु भन्दै भाषण गरेको हामीले सुन्दै आएका छौँ, तर उनीहरूको अभिव्यक्ति केवल भाषणमा मात्र सीमित हुन्छ। उनीहरू सत्तामा त पुग्छन्, तर सिङ्गापुर बनाउने कुरालाई भने चटक्कै बिर्सन्छन्। कतिले त देशको समृद्धि नहुनुमा शासन प्रणालीमाथि नै दोष लगाउँछन्। देशको समृद्धि प्रणालीले निर्धारण गर्छ कि नेतृत्वले? यो प्रश्न निकै पेचिलो छ। सिङ्गापुरको उदाहरण हेर्ने हो भने प्रणालीले होइन, बरु कुशल नेतृत्वले राष्ट्र समृद्ध बनाउँदो रहेछ भन्ने बुझिन्छ। द इनसाइट रिसर्चको आजको श्रृङ्खला यही सकिन्छ। यस्तै सत्य, तथ्य र खोजमूलक भिडियो सामग्रीको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै सल्लाह, सुझाव तथा प्रतिक्रिया भए कमेन्ट बक्समा अवश्य लेख्नुहोला। पक्कै पनि अर्को श्रृङ्खलामा हामी अझै रोचक तथा जानकारीमूलक भिडियो सामग्री सहित उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।